गाइस नमस्ते सबैजनालाई आज फेरि स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा धेरै पछि दिनको भ्लगमा हैन अनि आज चाहिँ हाम्रो साथीको बर्थडे रहेको छ त्यही भएर आज चाहिँ भ्लग गर्दैछु देख्न सक्नुहुन्छ सुरुमै बोरिङ लाग्छ थाहा छ मलाई यो भ्लग त्यही पनि अब यसो हेर्दिनु होला हैन अनि अब चाहिँ म चाहिँ बल्ल बल्ल हतार गरेर रेडी भएर साथीकोमा आइरहेछु साथी चाहिँ जुत्ता लाउँछ अनि त्यसपछि हामी जान्छौँ कतै डाँडातिर गाइज अनि म चाहिँ लुगा नै हो हैन आजको आउटफिट भनौँ न हैन अनि भ्यू चाहिँ यस्तो देखिरहेको छ अब हामी एउटा डाँडामा जान्छौँ सबैजना साथी भएर कलेजको साथी लेट्स गो कस्तो देखिरहेको छ बोरिङ नमानी हेरिदिनु होला सबैजनालाई अनुरोध गर्दछु है अनि ऊ चाहिँ मेरो साथी अब हामी उतै जाँदाखेरि भेटौँ है अघि आउँदा बनाऊँ भनेको हतार गरेर आएको खलखली कस्टमर पसन्द आउँदैन यहाँ साथीको आएको छौँ अनि बर्थडे गर्लकोमा भएर अनि हामी जान्छौँ डाँडातिर चिगम खाऊ ल गाइस लेट्स गो पबिनाकोमा हैन भन न मतिर चिगम त चपाउँदै जाँदैछौँ हामी गाइस बर्थडे गर्ल चाहिँ उइरहेको छ ह्याप्पी बर्थडे साथी अब जाउँ अब हामी चाहिँ सबै बोकेर देखाइदिउँ ब्याग सबै बोकेर आज चाहिँ हामी जाँदैछौँ होइन उसको पनि ब्याग यस्तो छ अनि अब चाहिँ हामी जाँदैछौँ मासतिर डाँडातिर अनि डाँडातिर बसेर हल्का रमाइलो गर्छौँ अनि त्यसपछि छिटो गर्छ लाग्यौँ होइन माथि साथीहरू गएर घरमा जाँदैछौँ गाइस सक्नुहुन्छ ट्याङ्की आइसकेको छौँ गाइस अहिले चाहिँ हामी ट्याङ्की आइसकेको छौँ यिनी पनि आइसक्यो होइन अब हामी जान्छौँ बिस्तारै नछेलाउले नछेल्देऊ बर्थडे गर्ल यता हेर न यता हेर यहाँ आऊ त हेर न चिम्टे हेरे बर्थडे गर्लको हेर त हङकोमा आइसक्यौँ अब यहाँदेखि चाहिँ हामी उँभो लाग्छौँ होइन डेली खर्का कि डाले खर्का हो त्यतातिर गाइसहरू देख्न सक्नुहुन्छ हामी चाहिँ लाग्यौँ बाटो उकालो डेन्जर उकालो छ अरे सो हामी चाहिँ हिँड्न थाल्यौँ गर्मी जाडोदेखि गर्मीमा पुरै आइसक्यो केटीहरू तलै छ है अनि म चाहिँ हङको रिसोर्ट उफ लास्टै डेन्जर गलिया अनि अब हामी जाँदैछौँ गाइस टन्नै बाटो छ यहीँ बसेर खाइदिउँ के हो भन यस्तै के पो टाढा एकछिन यहाँ बस्नु गाइस उडाएको छ बस्नु सक्छ तिमीहरू गाल्यौ भने अनि यहाँ चाहिँ यहाँ तल चाहिँ हङको रहेको छ है गाइस अनि कहिले पुग्नु यार अनि मुन्दुम बाटो जस्तै छ त हेर त यत्रो गाइसहरू यो चाहिँ यता भैँसे पङ्खा हो त्यस्तो पर्छ अनि हामी चाहिँ अब यहाँ एकछिन बसेर जान्छौँ होइन आराम त गर्नु पर्यो सामानहरू हामी यहाँ एकछिन बसेर जान्छौँ चाहिँ हामी लाग्दैछौँ उकालोतर्फ सबैजना जोसमा क्यामेरा चाहिँ मैले देखाएर निकालिदिन्छ यसरी हल्ला खाल्ला गरिन्छ उता हेर्नु त गाइस के भनेको तिमीलाई देखाइरहेको छु त देखिन यत्रो के आँखा छैन आँखा सानो भएर धेरै गोरी सुरुबाट गाइस गरेर गर्मी भएर सकिन आँटिसक्यो तर पुग्ने नामनिसन छैन होइन त यता र यिनी बिमारी मान्छे त बोकेर हिँड्दैछन् अनि अगाडिको एउटी केटी चाहिँ कमरमा हात लाएर बोक्नु सक्नु छैन कतैन यहाँ चाहिँ हामी चाहिँ उकालो चाहिँ डेन्जर छ होइन
उकालो चाहिँ डेन्जर छ सबै जानु पर्यो नि हल्का फुल्का लगाएको चिजहरू पनि मेकअप 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 ब्रो गली हौ गाइस कहिले माथि पुगेर बसेर खानु खानु हामी त गाइस देख्न सक्नुहुन्छ बाटो चाहिँ डेन्जर उकालो छ हामी हिँड्दैछौँ सबैजना अब त जाडो सधैँ अगाडि केटी बोक्नु सक्नु छैन त्यत्रो बोकेर ल्याएको के हो गलेर चाइट हुन आँटिसक्यो गाई छ एकछिन बसेर लाग्यौँ फेरि बाटो होइन मलाई पुरै देखाउ त कस्तो देखिरहेको लु हेर नाटक त गर्नै पर्यो हल्का होइन अब चाहिँ अलिकति छ बाटो होइन अब चाहिँ अलिकति बाटो छ मुन्दुम हामी चाहिँ मुन्दुम हिँडेको गाई छ भनेर नपत्ताउनु होला मुन्दुम त्यस्तो बाटो छ अनि तिमी गएको एरिया पर्छ होइन अनि तर आउँदैछ अब चाहिँ हामी बोलाउनु छिटेन न हौ यो त्यहाँ सिउरो त आफूलाई कुन्टाको गर्मीहरू छ चाहिँ हामी फाइनली डाँडामा आइपुग्न आँट्यौँ ग्यासहरू देख्न सक्नुहुन्छ यहाँ माथि छ यो हो यहाँ छ के गरेर आउनु छोडेर फाइनली गाइस हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ यही हो डाँडा भनेको चाहिँ बल्ल बल्ल यत्रो उकालो सब कटेर चाहिँ अहिले हामी यहाँ आइसकेको छौँ यहाँ म राखेर बोल्छु है गाइसहरू अहिलेसम्म बोल्ने हालतमै छुइनँ सो यहाँ चाहिँ बस्ने ठाउँ रहेछ सो अहिले चाहिँ अब हामी चाहिँ यहाँ बनाउँछ बल्ल बल्ल आइपुग्यो गाइस अझै सबभन्दा फर्स्टमा आउने चाहिँ म यही गर्मीले पुरै सोकिन आँटिसक्यो तिनीहरू चाहिँ तलै बस्नु पर्यो हो छिटो पानी त थियो कि गर्मीले पिहाल भयो यसको यस्तो उकालो कटेर आएको छौँ गाइस अनि यस्तै हो अब तिनीहरू आउँछ अनि त्यसपछि स्टार्ट हुन्छ हल्का सल्का अब चाहिँ हामी सबैजना आइसकेको छ होइन अब यहाँ चाहिँ बनाउनु तर्क लाग्दैछ करेन्ट चाउचाउ यहाँ चाहिँ अब करेन्ट चाउचाउ बनाउन जाँदैछ उसले बनाउनुहोस् चिया फोरी नहुने नहौ न अब यहाँ करेन्ट उमालेको पानी हैन के हो अब एकछिन राख्नुपर्छ नि नभए त काँचै हुन्छ अनि यता न के सोचेको के भन्नु उसको फुल चाहिँ बबल छ है ह्याप्पी बर्थडे टु यु सुन न एकैचोटि भन है केटीहरू एकैचोटि भन है एकछिन 1 2 3 गो ह्याप्पी बर्थडे टु यु अब नाच्नु पर्छ उसको फुल चाहिँ सही छ हौ अब चाहिँ गाइस के बन्दैछ होइन के लिएको छु अनि त्यसपछि हामी खान्छौँ सो गाइसहरू देख्न सक्नुहुन्छ हामीलाई अनि मलाई अनि मेरो साथीहरूलाई हामी चाहिँ आइसकेको छौँ गाइस अब टिकटक बनाउँछु ल म एकछिन जुत्ता चाहिँ किन फुकाल्नु भनेर साइडमा बस्नु त्यहाँ अब बस के छ निकाल यहाँ चक्लेट देऊ न भनेर अहिलेदेखि आश गरेको छैन अब यहाँ हामी चाहिँ बस्न जाँदैछौँ होइन यहाँ उसले तन्नालेको गाइस देख्न सक्नुहुन्छ उसले तन्नालेको गति अब चक्लेट दिँदैछ है
थ्याङ्क यू सो मच। चुप लगा न, यहाँ बनाउँदैछ होइन करेन्ट चाउचाउले चाहिँ। अब म चाहिँ चक्लेट खान्छु ल, चकलेट। अनि सकिसक्यो माग्नु पो कुरा। अब चाहिँ म चकलेट खान जाँदैछु गाइस, देख्न सक्नुहुन्छ। वाउ खतरा छ वाउ चकलेट जे भएको जति मर्किने छ। तेल लगाएर आएको झन् उडेको नै छ त अरे। को भ्यू जस्तो छ। अहिले चाहिँ त्यस्तो साह्रो हुनु बाँकी जान्दैन। आफूलाई पनि एकपल्ट भन न। म भन्दिनँ कस्तो भइरहेछ साथी। साँच्चै तिम्रो बर्थडे गिफ्ट देखाउ नि मैले दिएको। तिमीलाई चाहिँ कसरी थाहा भयो तिम्रो बर्थडे हो भनेर? हाम्रो फाइनल यहाँ चटपटी रहेको छ। यहाँ सबै उसी गएको। अब चाउचाउ कस्तो हुन्छ हेरौँ जिन्दाईको गोरेटोमा होइन। अनि यहाँ छ अब यस्तो छ, पानी उता छ। अब खानु बनाउँछौँ। म्याच पिरो हो सुनाउँछु त है चटपटे। यहाँ एउटा मासु थियो है गाई भाइ। मैले अहिले हेरिरहेको छु नि फेरि। खाऊ न हौ यहाँको मासु है। इलो बर्थडे गरल। ह्याप्पी बर्थडे टु यु। हामीलाई नि खुवाइदियो। सबै देख्न सक्नुहुन्छ। सबैजना उसले त यहीँ हालिदिइसक्यो टक्क लाएर हातले नै खाइदिएको। ल ल ठिक छ। अब हामी पनि खान्छौँ। मिठो छ। ल ल खाऊँ। अब चाहिँ हामी खान्छौँ ल गाइस। यहाँ चिम्टी लगाइरहेको छु होइन। हामी चाहिँ खाइसक्यौँ। म के लिन जाँदैछु थाहा छ गाइसहरू? थाहा छ तर धेरै टाढा रहेछ जस्तो छ क्या। के लिन जाँदैछु भने चाहिँ नि म तपाईँहरूलाई देखाउनु छु। घाम गइरहेछ अलिकति कस्तो ऊ भइरहेछ। अब त्यही म के देखाउन जाँदैछु भने नि लेट्स सी। यसको फुल देख्न सक्नुहुन्छ। गुराँसको फुल चाहिँ मैले टिपिसकेको छु एउटा। गाइस अहिले चाहिँ हामी सबै कुरा खाइसकेर अब चाहिँ हामी एकछिन डान्स गर्छौँ। अनि त्यसपछि चाहिँ हामी घर जान्छौँ। यस गाइस। अनि मैले चाहिँ फुल टिपेर ल्याइरहेछु। गुराँसको चिन्नुहुन्छ भने चिन्नुहुँदैन भने पनि चिन्नु होइन त। अनि अब चाहिँ हामी नाच्छौँ गीत बजाएर गीत। अनि अब चाहिँ हामीले गुराँसको फुल टिपेर ल्याएको छौँ। मैले ल्याएको यिनीहरूलाई सबैलाई दिएँ। उसले चाहिँ दिएको यो चाहिँ मैले आफै टिपेको गाइस। मेरो पनि एउटा लगिरहेछ नि लगिसक्यो पविनाले हो। अनि पर ल्याइजौ त। अनि गाइस मैले चाहिँ यहाँ लगाइरहेको छु। गाइस मैले आफै टिपेको शैलना गफ लाउँछ जाँठी। सर भन्दो रहेछ गाइस। गाइस उसले मलाई के भन्नु थाहा छ? जेठी होइन मेरो लागि उ जेठी नै हो। कस्तो देखिरह्यो? पविनाले कुकुरले दिएको भात टेक्छु होला म। आऊ गाइस सबैजना वेलकम। हेलो गाइस। सबैजना भएर उसलाई ह्याप्पी बर्थडे भनौँ न। यहाँ अगाडि अब त बर्थडेवाला केटी। 1 2 3 गो। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यार। थ्याङ्क यू भनेछु। अनि सन्चै छौ? के साल खबर? ठिकै छ। अनि ऊ चाहिँ यिनी चाहिँ उनीको बधाई नि साथी हाम्रो नि साथी गाइस। नयाँ साथी हेर्न सक्नुहुन्छ। यहाँ छ ऊ यता यता छ। अनि उनीहरू चाहिँ टिकटक फोनमै बिजी छ। सो अब चाहिँ हामी नाच्छौँ। डान्स करेंगे